Hello guys, good morning and it's me Angse हजुरहरुलाई थाहा नै छ अनि good morning मेरो चाहिँ good morning भइसक्यो अनि म भर्खर फ्रेश भएर बसिरहेको छु just see this view क्या यति राम्रो छ नि guys morning view हुन चाहिँ कति 8-9 बजिसक्यो है तर मेरो गुड मर्निङ भर्खर भइरहेछ सो गुड मर्निङ त भयो अब के गर्ने सोचमा छु क्या यहाँ ब्लग त ठडाए अब खाजा खाने होला थाहा छैन गाइस मलाई त्यति खाजा खाऊँ अनि म खाजा खाने टाइममा भेट्छु है गाइस मैले चाहिँ खाजा लिएर आएँ दिदी मैले फेरि भेट्ने छ भनेर चाहिँ हामी भेटिहाल्यौँ म भिडियो ठडाइहालेँ खाजा लिएर आयौँ गाइस म चाहिँ खाजा बनाइसकेँ एन्ड भाइ नै आयो गाइस हेर्नु न हाँसेको हेर्नु न गाइस मैले भिडियो बनाउने हुन्न क्या हाँसिदिन्छन् खाजा चाहिँ चियाएर गाइस खाजा खाँदै थिएँ भात खान पनि बोलाउनु भयो सो हामी भात खान जाँदैछौँ गाइस म चाहिँ भात खाएर पनि आइसकेँ एन्ड हजुरहरूको तिहार कस्तो भयो होला भनिदिनु होला मेरो त दाजुभाइ नि छैन सो तिहार ठिकै भयो एन्ड आजको भ्लग हेर्दै गर्नु होला म भने हुँदैन क्या फेरि म के गर्छु कसो गर्छु मैले सब देखाउने नै छु हजुरहरूलाई सो हेर्दै बस्नु होला है हेलो गाइज म चाहिँ अब बाहिर जान लागेको छु नराम्रो देखिन्छ के भन्नु भन्दैन मात्रै पनि अब निस्किन लाग्यो म गाइज हिँडिसकेको छु गाइज भर्खर मुभी हेरेर आयौँ जेरी अन टप हेरेर क्या ताम्नु थियो गाइज म घर आएँ एन्ड घर आएपछि अब यतिकै बस्यो एन्ड आजको लागि म यही बिदाइ हुन चाहन्छु किनभने अब ब्लग धेरै गरेर नि अरूलाई अल्छी किन पार्नु होइन अनि त्यसपछि कस्तो लाग्यो मेरो ब्लग भन्नु होला यदि राम्रो लाग्यो भने म अरू नि ब्लग लिएर आउँछु अब राम्रो लागेन भन्नुहुन्छ भने म यही सर्ट आउट हानिदिन्छु यो ब्लग गर्ने सपना नै राखिदिउँला एन्ड अनि के मलाई लाग्छ आजको ब्लगमा मिसिङ छ मैले सब देखाएको छैन मलाई नि थाहा छ त्यो एन्ड फर्स्ट ब्लगलाई माया गरिदिनु होला तपाईहरुले जति माया गर्नुहुन्छ म त्यति नै नयाँ चिजहरू नयाँ ब्लगहरू लिएर आउने छु एन्ड आजको लागि यति भन्दै म बिदाइ हुन चाहन्छु एन्ड बाइ बाइ हेभ अ नाइस डे हेभ अ गुड डे गुड नाइट